Congratulations, Mama. I miss you. कङ्ग्रेचुलेसन है अनिसा, तँलाई धेरै धेरै एकदमै शुभकामना छ बिहाको लागि। I found you passing by in cold December. Lost in view. हेलो निशा दी, Still your face बेस्ट and your विशेष हजुरको gaze म्यारिड लाइफको I लागि remember. आगामी दिनहरू एकदमै राम्रो होस्, राम्रो जर्नी स्टार्ट गर्नु दुईजना भएर। Looking at the diamonds in your eyes, shining the pale moonlight. We've come so far, looking up above into the sky. Everything just seems so fine. This is our time. Into the night, I feel alive. छोरी अनिसाको उज्जवल उज्जवल भविष्यको शुभकामना। आफ्नो काखमा जस्तो हुन्छ त्यस्तै उहाँलाई त्यस्तै होस्, छोरीले आफूले मन पराएको हो उनीहरूको जिन्दगी राम्रो जाओस्, त्यही छ हाम्रो ठुलोस्। पशुपतिनाथ भगवानले रक्षा गर्नु छोरीलाई। जस अब आफू साथमा भयो जस्तो चाहिँ अब जो जस्तो नातिनीको बिहामा आएको राम्रो होस्, उनीहरूको दाम्पत्य जीवन राम्रो जाओस्, सफल रहोस्, फलोस् फुलोस्। नमस्ते, म अनिसा जोशीको ठुलो मम्मी हो। सुरुबाट लास्टसम्म उनीहरू दुईजनाको दाम्पत्य जीवन राम्रो जाओस्। मेरो बहिनीलाई धेरै दुःख दिने नै छ, अगाडि राम्रोसँग राख्नु। मेरो बहिनीलाई मैले जसरी राखेको छु त्योभन्दा नि बेसी राम्रोसँग राख्नु ल। Into the night, I feel alive. At 59, when we feel young. हवा यो हवा ले लहर ल्यायो के मनभित्र नयाँ यो रहर जाग्यो के हवा यो हवा ले लहर ल्यायो के मनभित्र नयाँ यो रहर जाग्यो के यो हिमाल भरी केही फैलियो कि म त पग्लिन पुगेछु तिम्रो वरिपरि चिसो साँझले न्यानोलाई खोजेसरी मेरा आँखाले नि तिमीलाई खोज्छन् घरि घरि थाहा छैन कहिले यो के भयो तर लाग्छ जे भयो सही भयो तिम्रो बोलीमा आज बोलीमा हराए 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 तिम्रो बोलीमा आज बोलीमा हराए 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 जुन तारा तिम्रो आँखामा मेरो दुनिया बोके साथमा कहाँ हिँड्छौ चाहे दिनमा होस् या रातमा हर पल हर
पछ्याउँछु त्यो मुटुमा जाने मलाई ठाउँ त देखाऊ केही भुल भएमा म सच्याउँछु मायाको संसारमा डुबेर सागर र अनिसालाई चाहिँ हामीले धेरै वर्ष अघिदेखि चिनिरहेको उनीहरूको रिलेसन चाहिँ मोर देन 10 इयर्स हुन लाग्यो अहिले फेरि यो रियुनियनको बारेमा हामीलाई थाहा चाहिँ थिएन तर थाहा पाउँदा हामीलाई एकदमै खुसी लाग्थ्यो र सधैँभर हामीले आशा के गर्थ्यौँ भने दुईजना सँगै भइदियोस् भन्ने आशा थियो हामीले चाहे जस्तै भगवानले जुडाएर त्यो जोडीलाई चाहिँ फेरि एकसाथ ल्याउनु भएको छ कङ्ग्रेचुलेसन अनिसा एन्ड सागर ह्याप्पी म्यारिड लाइफ कङ्ग्रेचुलेसन मेरो साथी है सागर गुरु अनिसा हेलो अनिसा सागर ह्याप्पी म्यारिड लाइफ अबको लाइफहरू दुईजना सँगै रमाइलो गरेर बिताउनुहोस् खुसीसँग बिताउनुहोस् यही छ मेरो शुभकामना दाइको तर्फबाट मनैभित्र माया लुकाई बाँचौँला कलेजमा फर्स्ट टाइम चाहिँ जलस देखेको थिएँ अनि देन फेसबुकमा चाहिँ फ्रेन्ड उसायो अनि त्यसलाई एक्सेप्ट गर्दै अनि त्यसपछि बोल्दा अनि अब उसले प्रपोज गर्यो अनि आई सेड यस अप्स एन्ड डाउन कति हुन्थ्यो 1000 भने कि अब 100 1000 सब ब्रेकअप हुन्छ नि ब्रेकअप गर्दै फेरि ब्याचल हुँदै फेरि ब्रेकअप गर्दै ब्याचल हुन्थ्यो गर्दा चाहिँ अब फाइनली बाबामालाई भने हामी अब उसको कास्ट अब गुरुङ भयो म नेवार भइहालेँ इन्टरकास्ट भए पनि एक्सेप्ट गर्नुभयो अनि देन नाउ फाइनली वी आर म्यारिड आत्मा तिमी खुसी तिमी मेरो अर्थ तिमी भएर आकाश नै साक्षी राखी अर्को जन्म नि तिम्रै बनेर आत्मा तिमी खुसी तिमी मेरो अर्थ तिमी भएर आकाश खास हाम्रो भेट चाहिँ पोखरा इन्जिनियरिङमा चाहिँ भेट भएको हामी चाहिँ मलाई थाहा थिएन कि हामी चाहिँ एउटै कलेजमा पढ्दो रहेछ भनेर फेसबुकमा त लाइक ऱ्यान्डम अब बोलिरहेको थियो त्यसरी नै है 6-7 महिनापछि हो बल्ल प्रपोज गर्दाखेरि चाहिँ उसले चाहिँ बल्ल एक्सेप्ट गरेको त्यसरी बोल्दा चाहिँ वेल युके टु जापान लङ डिस्टेन्स भेरी टफ थियो अहिलेसम्म हामी टिकिरहेको छ आफ्टर लाइक 7 years वी आर टुगेदर नाउ एउटा मेन भनेको एउटा ट्रस्टै हुनु पर्दो रहेछ कि ममा र अनिसामा चाहिँ थियो ऊ चाहिँ एकदम इमोसनल हुन्छ है त्यही कुरामा फेरि म पनि इमोसनल भइजान्छु कि स्पेसली मेरो बाजेबजीहरू मलाई चाहिँ फेरि सपोर्ट गर्नुभएकोमा चाहिँ यो कुराहरूमा चाहिँ अनि त्यसपछि मेरो मम एन्ड ड्याड उहाँहरू चाहिँ हङकङमै हुनुहुन्छ त्यही पनि छुट्टी आउने बेलामा चाहिँ उनीहरू चाहिँ यहाँ आएर चाहिँ कुरा गरिदिँदाखेरि म झन् धेरै खुसी भयो क्या झन् मेरो सबै फ्यामिलीले चाहिँ उसलाई चाहिँ एक्सेप्ट गरेर हुन्छ नि यो रिलेसन चाहिँ धेरैसम्म जानेवाला छ जस्तो लाग्छ क्या मलाई क्या मायाको संसारमा डुबेर पिरलाई एकैछिन भुलेर तिमी र म